सेकुवा चाहिँ यसरी डर है आगो पनि खतरा बलिरहेछ है सो यहाँ देख्न सक्नुहुन्छ यहाँ दाइले हेलो नमस्ते फेरि पनि सबैमा गुड आफ्टरनुन सबैमा र आज चाहिँ हाम्रो स्पेसियल दिन भएको छ हैन किनकि आज हामीले एउटा मासुको मासु लिएर यहाँ सेकुवा हान्दैछौँ सो जाडो छ मौसम जाडो छ है चिसो छ लास्ट चिसो छ र आगो फुक्दै ताप्दै अब हान्नु पर्ने हुन्छ घरमै बनाएर सो फुल भिडियो हेरेर च्यानल लाइक शेयर सब्स्क्राइब गर्न नभुल्नु होला आजको भिडियो एकदम खतरा हुनेछ है त ल अब चाहिँ हामी बनाउनु पर्ने हुन्छ सो त्यही भएर भिडियो एकछिनमा यहाँ राख्छु अब एकछिनमा भेटौँ ल अब बनाउनु पर्ने हुन्छ सो यहाँ आगो फुक्नु पर्ने हुन्छ र भित्र मसलाहरू पनि गरेर गर्नु पर्ने हुन्छ सो त्यही हो र अब एकछिनमा भेट्नुपर्छ गाइस र अहिले चाहिँ हाम्रो यहाँ सेकुवा हान्नुको लागि हामीले चाहिँ यस्तोमा यहाँ माथि राखेर खान्छौँ सो र यहाँ चाहिँ दाइले दाउरा काट्दैछ है दाउरा यहाँ भइसक्यो र हाम्रो चाहिँ भित्र सबै भइसकेको छ अब पोल्नुमा चाहिँ बाँकी छ सो त्यो यो एकदम मिठो हुनेछ आजको गफ कस्तो हुन्छ र अहिले चाहिँ हामी यहाँ किचनमा छौँ है र यहाँ चाहिँ दाइले पिस ठुलो ठुलो भएछ र काट्नु हुँदैछ यहाँ दाउले काट्नु हुँदैछ हाम्रो सेकुवा हान्ने मासु चाहिँ यही हो अब खानुपर्ने हुन्छ सो त्यही हो र यहाँ काटिसकेर यहाँ बाहिर आगो फुक्नु पर्ने हुन्छ अब अनि आगो फुक्नुको लागि चाहिँ हामीले यहाँ सब रेडी पारिसकेको छौँ अब त्यहाँ काटेर त्यहाँ घोलिसकेर अनि घोलेर मात्रै यहाँ हामीले चाहिँ आगो बाल्नेछौँ यहाँ दाउराहरू पनि रेडी पारेको छौँ र बनाएर खानुपर्ने हुन्छ सो आजको भ्लग एकदम खतरा हुनेछ सो त्यो यो फुल भिडियो हेरेर च्यानल लाइक सेयर सब्स्क्राइब गर्न नभुल्नु होला र भिडियो सिक्नहरि हेरिदिनु होला र अहिले चाहिँ हामीले यहाँ के गर्यौँ भने दाउराहरू नि रेडी पारेर हामीले चाहिँ यहाँनिर यो केमा पोल्ने त्यो पनि हामीले ल्याइसकेको छौँ यो चाहिँ धेरै पहिले नै बनाएको हो सो तपाईँहरू पनि देखि सक्नुहुन्छ र भित्र भाउजूले चाहिँ मसला पिन्नु हुँदैछ यहाँ छ हाम्रो मसला चाहिँ पिन्नु हुँदैछ है मिक्सरमा पिन्नु हुन्छ मिक्सर फेरि बिग्रेको छ सो त्यही भएर अब मसला बनिसकेपछि मसला घोलघाल गरेर यहाँ दाउरा ल्याउनु भइरहेछ अझै खोजेर घोलघाल बनाएर मासुमा घोलेर र आगो फुकेर खानुपर्ने हुन्छ एकदमै खतरा हुनेछ आजको भ्लग चाहिँ स्पेसियल छ है त र यही हो सो त्यही हो ल अब एकछिन वेटिङमा बस्नुपर्ने हुन्छ आगो बल्दैछ है हाम्रो चाहिँ ल टक्कसँगले अब यो आगो बलिसकेपछि यहाँ माथि चाहिँ हामी यो तार यो रडको बनाएको यो चाहिँ टक्क कोइला बनिसक्छ यहाँ अनि कोइला यहाँ बनिसकेपछि यहाँ माथि टक्क ओछ्याएर यहाँ माथि सुँगुरको मासु हाल्नुपर्ने हुन्छ सेकुवा हाल्नुपर्ने हुन्छ र मजाले रपाएर खानुपर्ने हुन्छ कस्तो हुन्छ अब फुल भिडियो हेर्नु होला अब त्यो भिडियो हामी एकछिनमा देखाउँछौँ तपाईँहरूलाई भर्खर हाम्रो आगो बल्दैछ यहाँ टक्कसँगले न यो दाउरा सक्यो भने यहाँ छ अझै दाउराहरू चाहिँ यो चाहिँ काठको टुक्राहरू छ त्यहाँ चाहिँ अझै पनि सो त्यही हो आगो चाहिँ बलिसक्यो त हाम्रो लागि राख्नुपर्छ यो निकालेर र गाइस हाम्रो चाहिँ यहाँ अहिले आगो सल्किसकेको छ सो तपाईँहरू पनि देख्न सक्नुहुन्छ है अब यस्तो कोइला बनाउनु पर्ने हुन्छ र हामीलाई चाहिँ लास्ट भोक लाग्यो र चाउचाउ खाँदै बस्दैछौँ है दुई भाइले नै चाउचाउ हान्दैछौँ सो त्यही भएर अब आगो बल्दैछ अब कोइला बनाउनु पर्छ अनि सेकुवा हाल्नुपर्छ र अहिले चाहिँ हाम्रो यहाँ आगो सागो फुलेर फुल्नु भइसक्यो अब चाहिँ हामी हाल्छौँ यहाँ सेकुवा हटाउँदा क्यामेरा मजाले हात धुँदैछ अब हाल्नुपर्ने हुन्छ हेर्नु होला
त्यसरी हाल्नुपर्छ है त तपाईँहरू पनि बनाएर खान सक्नुहुन्छ घरमै जाडोको बेला टक्क र अस्ति हामीले गाउँमा चाहिँ आफ्नै सुँगुर काटेर घरमै बनाएर खाएको थियौँ र ठुलो ठुलो पिस थियो ढुङ्गामा बनाइखाएको अहिले चाहिँ यहाँ हामी रडमा बनाइ खाँदैछौँ है हामी घरकोले र हाम्रो चाहिँ अहिले यहाँ सेकुवा मैले हालिसकेँ फर्काउनु न एकछिन र यहाँ पाक्दैछ है सो हाम्रो चाहिँ अब यसलाई अब पाक्दैछ हामीले चाहिँ पकाउँदैछौँ यसलाई मजाले अब एकछिनमा भेट्नुपर्छ होला अब यहाँ काम गर्नु पर्यो नि त हल्का सो त यो हाम्रो चाहिँ पाक्दैछ यो सेकुवा आधाको हुन्छ सो गाइस हामी चाहिँ फर्काउँदैछौँ है अब बुनु देखिरहेछ हामी सो हामीले चाहिँ अहिले फर्काउँदैछौँ ओके आगो पनि खतरा बलिरहेछ है सो यहाँ देख्न सक्नुहुन्छ यहाँ अहिले फर्काउनुहुँदैछ यो चाहिँ डरिहाल्छ हाम्रो चाहिँ आगो धेर भए जस्तो छ किनकि कोइलामा बनाउनु पर्छ यहाँ चाहिँ कोइलै बलिरहेछ फेरि र अहिले चाहिँ हामी यहाँ अब धेर बाल्दैछौँ र सेकुवाहरू फर्स्ट लट चाहिँ अझै अरू बाँकी नै छ सो सेकुवा चाहिँ यसरी डर है सिङ्गुरको मासुको सेकुवा यति डर अब अझै अरू बनाउनु बाँकी छ आगो बलिरहेको छ अरू चाहिँ अब यहाँ कोइलामा बनाउनु पर्छ यहाँ आगो हामीले चाहिँ धेर आगोमा हाल्दैछौँ कि आगो हुरुरु बल्यो अनि त्यसपछि सफ्टहरू अब सेकेन्ड लट चाहिँ कोइलामा बनाएर हाल्नुपर्छ र आजको भ्लग यतिमै हुन्छ अब बनाइहरू रात पनि पर्यो अब बनाइहरू खानुपर्छ सो फुल भिडियो हेरेर च्यानललाई लाइक सेयर सब्सक्राइब गर्नु नभुल्नु होला र बाई बाई गाइस अब हामी अर्को भिडियोमा भेट्नुपर्छ है त ल